एकजना मानिसले एउटा काम गर्न 10 दिन लगाउन सक्छ र सोही काम गर्न बीले 15 दिन लाग्छ भने ए र बीसँग मिलेर काम गर्दा उक्त काम कति दिनमा पुरा गर्न सक्छन्? ए को यहाँ यस्तो 10 भने बी को यहाँ 15 को एलसिएम ल्याउँदाखेरि यहाँ कार्यक्षमता यहाँ निक्लिआउँछ यिनीहरूको 10 जना यसले 10 दिनमा गर्न सक्ने 3 इफिसिएन्सीको साथ अनि 2 इफिसिएन्सीको साथ अब दुवै मिलेर कार्य गर्दा 3 + 2 = 5 दुवै मिलेर कार्य गर्दा कति दिनको कार्य छ यहाँतिर 30 दिनको छ त 30 दिनमा डिभाइडेड बाइ 5 इफिसिएन्सी बराबर 6 कति दिनमा काम 6 दिनमा काम गर्न सक्छन् है। अनि त्यस्तै गरी ए र बी दुवैजना मिलेर कुनै काम गर्दा 8 दिनमा सकिन्छ र एले मात्रै काम गर्यो भने 12 दिन पुरा गर्न सक्छ भने बी एक्लैले उक्त काम कति दिनमा पुरा गर्न सक्छ भने यो चाहिँ ए + बी को यति आउँछ ए को चाहिँ यति आउँछ 3 यहाँ 2 हुन्छ यसरी गर्न सक्यो यसलाई यसरी गर्न सकिन्छ ए + बी बराबर यति आउँछ नि 1/, यसरी अर्को गरिन गर्न सकिन्छ अनि छोड्दिन। राम र हरिले एउटा काम क्रमशः 30 र 20 र 30 दिनमा गर्न सक्छन्। दुवैजना मिलेर सोही काम गर्यो भने कति दिनमा सक्लान्? यो को एलसिएम निकाल्ने यो वर्क इफिसिएन्सी निकाल्ने त्यसलाई जोडेर 60 बाट भागान दिएपछि कति दिनमा सक्छन् भने चाहिँ 12 × 60 हुन्छ। अनि एन्सर चाहिँ के हुन्छ भन्दाखेरि एले कुनै काम गर्न 20 दिन लगाउँछ भने 20 दिनमा पुरा गर्छ भने हैन के भयो बल्ल के एले कुनै काम गर्न एले 20 दिनमा पुरा गर्ने काम बीले 25 दिन लगाउँछ र 5 दिन सँगै गरे पश्चात बीले काम गर्न छोड्यो। अब बाँकी काम पुरा गर्ने यसलाई कति दिन लाग्छ भने एले 20 दिनमा गर्छ काम बीले 25 दिनमा गर्छ एउटा काम यसको एलसिएम चाहिँ यति आउँछ इन दुईटाको यो इफिसिएन्सी यति आउँछ अनि पल्स गर्दाखेरि यति आउँछ 5 दिनमा गरेको काम हैन 5 दिनमा गरेको काम 45 दिन दुवै मिलेर 5 दिनमा गरेको कामको 45 दिन यो काम यहाँ 100 छ त यहाँतिर बाँकी काम चाहिँ 100 - 45 = 55 हुन्छ। अब 55 मा हामीलाई के भनेको छ एले एक्लैले भनेको छ त पुरो काम गर्न एलाई कति दिन लाग्छ ए एक्लैले भनेको चाहिँ यति यति हुन्छ दुईटाले भनेपछि यस्तो गर्ने थिएन। यो उटोको केसमा चाहिँ पहिला बाँकी काम निकाल्ने अनि त्यो जेलाई भनेको छ त्यसले डिभाइड गर्ने हो जस्तै यहाँतिर 5 दिनमा लाग्ने काम दुईटालाई 5 दिन गरे 45 दिन लाग्यो सजिलो छ। अनि त्यस्तै गरी राम र हरिले एउटा काम क्रमशः 10 दिन र 15 दिनमा गर्न सक्छन्। 3 दिनसम्म हरि एक्लैले काम गर्न छोड्यो बाँकी काम गर्न रामलाई कति दिन लाग्छ भने एको 10 हरिको 15 इन्टु दुईटाको 30 दिन लाग्छ हैन इफिसिएन्सी बराबर यति हुन्छ। राम क्रमशः 3 दिन गर्न सक्छन् 3 दिनसम्म हरि एक्लैले काम गर्यो क्या 3 दिनसम्म हरि एक्लैले काम गर्यो हैन भनेपछि हरिको कार्यक्षमता कति छ 2 छ हैन 3 दिनसम्म काम गरेको छ 3 दिनसम्म काम गरेको छ 3 × 2 बराबर 6 हुन्छ 6 काम गर्छ यसले हरिको काम निकाल्ने हैन जो को सोधेको छ वा दिएको छ त्यसको काम निकाल्ने अनि टोटलबाट घटाइदिने के टोटल काम कति छ यो काम हो हैन 30 बाट 6 घटाइदिए बाँकी काम यति आयो
अब हामीलाई रामले कति दिनमा काम गर्न सक्छ भने छ। अब बाँकी कामलाई रामले गर्छ नि त। 24 काम बाँकी छ। अब क्षमता चाहिँ 3 दिन छ। अब 8 दिनमा गर्न सक्छ। त्यस्तै गरी एले एउटा काम 24 दिनमा गर्न सक्छ हैन। बीलाई सो काम पूरा गर्न 32 दिन लाग्छ भने ए र 20 काम सँगै काम सुरु गर्छन्। काम सकिनु भन्दा 4 दिन पहिला एले काम छाड्यो गरे। 4 दिन पहिला एले काम छाड्यो भनेपछि हामीले अघि नै अनुसार के गर्ने भनेपछि ए को र बी को त्यो वर्क एफिसिएन्सी निकाल्ने। अन्तिमको 4 दिन बीले मात्र काम गर्यो नि त, त्यसकारण हैन। एले काम छाड्यो भनेपछि अन्तिमको 4 दिन बीले मात्र काम गर्यो। एफिसिएन्सी कति छ? एले छाड्यो भनेपछि बीले मात्र काम गर्यो। 4 दिन के हुनेछ? काम सकिनु भन्दा 4 दिन पहिले एले काम छाड्यो भने अन्तिमको 4 दिन बीले मात्र काम गर्यो। त्यसकारण यता आउँछ के बीले मात्र काम गरन्छ नि त 4 दिन अन्तिमको। 3 × 4 बराबर 12 दिन एले चाहिँ उ गरेछ क्या, काम सकिसकेपछि गरेछ भन्न खोजेको के भन्दाखेरि जम्मा काम चाहिँ यति थियो हैन। जम्मा काम यति थियो। दुईटाले सँगै अरु कामहरु सँगै गरे, बाँकीको काम चाहिँ 12 काम एले गर्यो। त्यसकारण जम्मा माइनस बीले गरेको काम घटाइदिने 96 बाँकी आउँछ। अनि लास्टमा के सोधेको छ हामीलाई? ए र बी सँगै काम गर्न सुरु गर्छन्। ए र बी सँगै काम गर्न सुरु गर्छन्। ए र यसो प्लस गर्ने भाग गर्ने 12 दिन आउँछ। यसरी बुझेर गर्नुपर्छ। अफिसर लेभलको क्वेसन है। ए र बीले कुनै काम 12 दिनमा र बी र सीले 15 दिनमा र सी र एले 20 दिनमा एउटा काम गर्न सक्छन्। तिनीजना सँगै मिलेर गर्यो भने सो काम कति दिनमा सक्लान्, पुरा गर्लान् गरे हैन। ए बी ले 12, बी सी ले 15। सबको यहाँ एलसीएम निकाल्ने 60 आउँछ। सबको यहाँ एफिसिएन्सी निकाल्ने। अनि ए प्लस बी प्लस सी प्लस यस्तो गर्दाखेरि कति भनेको छ? के भनेको छ भने ए बी प्लस बी प्लस ए र बीले कुनै 12 दिन, बी र सीले 15 दिन, सी र एले 20 दिनमा पुरा गर्न सक्छन् हैन। तीनैजना सँगै मिलेर काम गर्यो भने कति दिन लाग्ला भनेको छ। यस्तो अवस्थामा हामीलाई यिनीहरुको जोड दिने क्या। 9 हुन्छ, 10 11 12 हुन्छ हैन। यहाँ गर्दाखेरि दुईटाले डबल ल्याछ त, त्यसकारण यसको यहाँ गर्दाखेरि 12 दिन आछ। हामीलाई ए प्लस बी प्लस यस्तो गर्दाखेरि आउँछ हैन। यता यो एलसीएम के भन्दाखेरि भनेपछि 2 साझा ल्याउनु पर्ने हो क्या हामीले। यहाँ सबबाट 2 साझा आउँछ। 2 साझा आउँछ अनि 2 बाट यता डिभाइडेड गर्न जान्छ हैन। अनि यहाँ 6 आउँछ क्या। सिंगल काम चाहिँ 6 आउँछ है। अनि त्यसपछि ए प्लस बी प्लस सी ले गर्न सक्ने काम 6 दिन आउँछ हैन। अब के सोधेको छ हाम्रो क्वेशनले? तीनजना सँगै मिलेर काम गर्यो भने सो काम कति दिनमा सकिला भनेको छ। यो अब 60 ले 6 ले भाग गर्ने हो, 10 दिनमा सकिन्छ। 60 ले 6 ले भाग गर्ने 10 दिनमा सकिने भयो काम। अनि यो प्रत्यक्ष विचरण अप्रत्यक्ष विचरण गयो।